यहाँ हेर्नुहोस् पानीको धारा कस्तो आउँदैछ है। तर एउटा कुरा चाहिँ राम्रो भयो, आज मात्रै मैले मेरो मकैहरू गोडेको थिएँ कि यी स्नेक प्लान्ट मैले यहाँ रोकिरहेको छु फिलहाल चाहिँ हो, जागोस् भनेर। यी बैगुनी यस्तो छ। आज मात्रै मैले मकै गोडेको थिएँ, मजाले पानी पर्यो हो, राम्रो भयो। पानी हेर्नुहोस् कस्तो आउँदैछ यी बलेसीमा, हेर्नुहोस् न बलेसी। हाम्रोतिर चाहिँ पानी पर्यो हे साथीहरू, अचानक अचानक। जयगाउँको वेदर चाहिँ यस्तो छ, जयगाउँको वेदर चाहिँ यस्तो हुन्छ, कहिले घाम लाग्छ कहिले पानी पर्छ थाहै हुँदैन। यस्तो चर्को घाम लागिरहेको थियो हिजो अस्तिको दिन हो। आज चाहिँ फेरि बिहानदेखिको अँधेरो भइरहेको थियो दिन। बिचरा कागहरू किन यसरी बसेको पत्तै नभएको रुखमा भिजेर शेष भयो, बसिरहन्छ त के भएको, उड्दैन पनि। एउटै पत्ता छैन रुखमा, काग बसिरहेछ। पानी यस्तो पर्दैछ। मैले गोडेको थिएँ मकै, आज राम्रो भयो पानी परेर। स्नेक प्लान्ट चाहिँ मैले यहाँ रोपिदिएको छु। लागेपछि चाहिँ पछि ठुलो गमला किनेर सार्छु भनेर अस्ति मैले आन्चेकोबाट ल्याएको थिएँ नि त, अनि यहीँ लगाइदिइराखेको छु फिलहालको लागि चाहिँ। गमला छैन अन्त यहीँ लगाइदिइराखेको, फैले पनि फैलोस्, अनि ठुलो गमला किनेर सार्छु भनेर। यो चाहिँ एउटा अर्कै खालको हो, यो दुईवटा अर्कै खालको हो। परम रोपेको छु, परम रोपेको छु दुईवटा। एउटा यहाँ छ, एउटा यहाँनिर छ। बैगुन चाहिँ यस्तो फलेको छ मेरो मकैको पत्ता। आज गोडेको फाइदा भयो नि हो मलाई। फर्स्ट टाइम लगाएको मैले मकै, बैगुन पनि फर्स्ट टाइम लगाएको हो। सोपको साग सक्यो, अब उखाल्नु पर्ने छ यो सब। यो चाहिँ लेमन ग्रास हो, अलिक जङ्गल भएको छ। हुन्छ त सबैजनालाई गुड इभिनिङ भन्दै राख्न चाहे। बाई बाई।